ल अब हामी चाहिँ यहाँ साँगामा आइपुगेको छौँ है गाइज। ल साँगामा आइपुगेको के देख यहाँ यो छ भने तिमीले देखेन भने त्यो हेलो गाइज वेलकम टु माई के भन्छ गाइज वाट्सअप। आज चाहिँ हामी यता पिकनिक आएको छौँ है गाइज। ल आज चाहिँ हाम्रो फेयरवेल प्रोग्राम नि हो 10 क्लासको अनि पिकनिक ल ल इन्जोय गर्न हामी चाहिँ धुरी खेल आएको छौँ है। ल यहाँ फोटो खिच्दैछ गाइजहरू। मास्क खोल न ल। लाइक सेयर सब्सक्राइब भन त। के यार लाउनै नै गाह्रो के एउटा हातले। ल हामी चाहिँ यहाँ हिँड्दैछौँ है। यहाँ के राम्रो यसलाई के भन्छ ड्यान्डुलस भन्छ होइन? यस्तो राम्रो जङ्गल छ है। यो हो र साथी हो? ल भन्नु न लाइक सेयर सब्सक्राइब भन्नु न। लाइक शेयर एन्ड सब्सक्राइब चाहिँ तपाईको यता साइडमा भएको रातो घन्टीमा टुङ हान्नु होला। ल ढिकी च्याउ त्यहाँ झन् नि रेन्ज छैन त्यहाँ। यो गाईहरू हामी चाहिँ यहाँ मज गर्दैछौँ इन्जोय गर्दैछौँ। यो ल ल अन भयो है। यसको ओहो 2 जना बस्दा नि नहुने। ल ल ल हात्ती ल भएन भएन ओइ ओइ ल यो हेर्नु त हामी चाहिँ अब पिङ खेल्दै अवस्था है। त्यो यो त चेनमा त फोन गाडीको हो कि बाइकको? बाइकको नि कहाँ गाडीको? मेरो मोबाइलले पनि बोक्नु। के हो भन्नु त गेम यहाँ चाहिँ होइन खाना पकाउँदै होइन यस्तो खाना पकाउँदैछौँ हामी यहाँ उता माथि चाहिँ यता चाहिँ पुरै भन्नुपर्छ कि खुरखुरी साथी ल यो चाहिँ अनलाइन होइन खाइसक्यो। ऊ त्यो हेर नक्कली टाइगर। ल हेलो भन्दै छ भ्लगमा। हेलो गाइज अब चाहिँ हामी यहाँ मन्दिरमा आएको छौँ है। मन्दिरमा शिवको ल यहाँ कति धेरै शिवलिङ्ग छ। यो त 108 त होला है ल हेर्न सक्नुहुनेछ। खोइ त कोही नि छैन कि के भोलि देख्दिनँ त। यता होइन के हो यहाँ ऊ स्क्वायर ल्याएर यता स्क्वायर भाइरो यता हो किन फेरि
भएन नभने हामी यतै घुम्न आएको नि ल महादेवको मन्दिर ल हर हर महादेव अब चाहिँ हामी हाम्रो नेक्स्ट डेस्टिनेसनतिर लागेको है गाइज ल यता हेर्न सक्नुहुनेछ जङ्गलहरू ल क्या घना जङ्गल पनि त्यो के भन्थ्यो इन्सेक्टहरू कराउँदैछ ल आयो भने त लाखे आयो भने त किन के भयो लाज लाग्छ ल हामी त्यत्रो हिँडेर आयो त्यो महादेवको मन्दिर चाहिँ यता तल थियो है खोइ उतातिर गयो ल अब हिँडौँ कुन मन्दिर है यो कुम ल अब हामी यहाँ आइपुग्यो कहाँ बिच बाटोतिर जाँदैछौँ यही हो रे यही माथिबाट हो रे यो कुन थाहा छैन म लिफ्ट दिन अब अब फर्स्ट टाइम आउँदै हो अब यस्तै हो नयाँ ठाउँमा घुम्न आउँदा अङ्कल लिफ्ट ल यता हेर्न सक्नुहुन्छ खतरा भ्यू है ल ओ तल्लोसम्म पाहाडको हामी माथि जाउँ ल लेखेर है केटाहरू र सबैजनाले रिहानको भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु होइन एकदम अच्छा बन्दा है होइन एकदम राम्रो मान्छे हो यो होइन धेरै अगाडिदेखि चिनिरहेको सब्सक्राइब लाइक सेयर गरिदिनु सो त्यही हो होइन म जस्तो साथी हो ल क्यामेरा खर्को होइन अनि हामी चाहिँ अब हामीलाई चाहिँ टिचरहरूले चाहिँ टक्क होइन मन्दिर लाने कुरा गरिरहनु भएको छ होइन सो यसो हल्का भ्यू देखाइदिँदाखेरि होइन हामी टक्क यताबाट घुम्दैछौँ बिस्तारै र यहाँनिर हामी अचानक हराएको छौँ तर के गर्नु यस्तै छ लाइफ होइन त्यही ल आयो भन्दै त रसिका आयो भन्दै ल रितु आयो भन्दै त मन्दिर तल छ तपाईहरु माथि जानु भयो के ल हेलो भनिदिनु न मन्दिर छ त्यहाँ सर ल यहाँ दुईजना मोडलहरू ल हाम्रो लास्ट दुईटा हो होइन धेरै फेमस छ एकदम फेमस म्याम एकदम मेरो 1 मिलियन सब्सक्राइबर छ त्यहाँ क्यामेरा अफ गरेर ल हामी यहाँ हराएको अवस्था छ है गाइज ल साइकलमा यस्तो लगाऊ साइकल एउटा हात चलाएर यो रिहान चाहिँ एकदम मान्छे एकदम स्ट्रेट फरवर्ड छ क्या होइन चिलमा पुरै होइन बरु मैले किन फिकमा आएको त्यही ब्लग बनाउनु पर्ने लाज लाग्यो यार गाइज ल तारी सुन्दैछ नि यो त माउन्टेन मिरर हो यार ए हिमाल आइपुग्यो अब हिमालयन बाँकी छ माउन्टेन रेसोले मिलाएको छैन अङ्कल मिलेन त्यो माउन्टेनै मिलेन माउन्टेनको स्पेलिङ मिलेर आयो बिचरा टुरिस्टहरू आयो भने त कन्फ्युजन पर्छ वाट इज ह्यापनिङ हियर व्हाट्स योर नेम वेयर यु लिभिङ फर म इंग्लिशमा खतरा म भिडियो नबनाउने यार जेसीबी आयो नि ल जागर पनि आएन यता छेउमा बाइक आयो हुनुहुन्छ तपाई भए पनि हामीलाई सम्पर्क गर्नुहोला नम्बर चाहिँ मलाई थाहा छैन मसँग छ नम्बर तर ब्यालेन्स छैन ल यसो जिन्दगी के गर्नु ल यता उ यहाँ गाइजहरूलाई भन्नु नम्बर अनि ब्यालेन्स हालिदिनु लागि हेलो गाइस मलाई ब्यालेन्स हाल्दिनु होला नम्बर चाहिँ भन्दिनु म लिङ्क दिदी उसलाई नम्बरको मन्दिर नै देखाएको छैन कि थाकिसक्यौँ के घामले त्यहाँ पुग्ने होइन अनि हाम्रो नुन बेच्न हाल्दिनु
ल है गाइस ल अब डेस्टिनेसन त कहाँ हो थाहै भएन। अब हामी चाहिँ यहाँ यतिकै बसेर है म चाहिँ यता अब चिल्ले यहाँ भ्यू लिँदै बस्न लागेको है गाइस। ल यो ल म चाहिँ बसेको है अब आरामले। ल अब मेरो चाहिँ खुट्टा दुखाएको छ। यहाँ मेरो साथीले अब अब म मेरो गाडी साथी गाडीमा चढेछु। ल बिस्तारै है बिस्तारै खोइ बिस्तारै 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 लग्नु बिस्तारै भने बिस्तारै लग्नु लड्छ भने हेर त्यहाँ भिर्छ हुन सक्छ। ओए यार फोन कस्तो आएको थियो भने ओए ऊ चाहिँ हेर के बेकारमा जान आउनु मात्रै यहाँ थकेला र मान्छे मर्ला जस्तो भइसक्यो। उही म बोल्न सकेँ होइन माइन्ड नगर्नु होला मेरो ओभर एक्टिङ बर्कर 50 रुपियाँ काट। त्यहाँ त केही थिएन रहेछ अरे है गाइस। ल हामी बेकारै यत्रो हिँड्यो। ल अब हामी फर्किँदै है। ल अब यता पानी ल ए दौडिनु यार मानवी छिटो गर्ने नि तातो भयो अरे। ल आयो भने हेलो भन न खोइ ल इन्जर हान्दिएको कस्तो गीत लगाएको फाइनल एउटा मात्रै चेयर बाँकी छ गाइस। रोक्यो कस्तो रिङ्गट लाग्छ भने यार लास्टै कस्तो रहेछ।